युएमा जुन यो रूपन्देही सेवा समाज भनेर स्थापना भएको छ र यो प्रदेशको ठाउँमा यो संस्थामा कस्ता कस्ता खालका रिपोर्टहरू आउँछन्, कस्ता कस्ता कुराहरू आइपर्छन्, जस्तै सेवाको लागि भनौँ न, कामको लागि कस्तो कस्तो घटनाहरू आइरहेका छन् अहिलेसम्म? युएमा यहाँ समाज खोलिसकेपछि चाहिँ हामीलाई आएका घटनाहरू अहिले तत्कालको घटना एउटा के आएको छ भने केस आएको छ। मलाई बुटोलमा बसेको एकजना बहिनीले विदेश आउनको लागि 2,55,000 यहाँ दुबईमा बस्ने एकजना व्यक्तिलाई दिनुभएको। उहाँ दुबई आउन हजुर नेपाली 2,55,000 नेपाली रुपैयाँ दिनुभएको र एजेन्ट पनि नेपाली नै कि? एजेन्ट पनि नेपाली। उहाँ दुबई आउनको लागि चाहिँ भिजा किनेर आउन खोज्नु भएको। अहिले जस्तो फ्रिल्यान्स भिजा छ त्यस्तै उहाँले सबैजनासँग सुनेर म पनि जान्छु भनेर हाम्रो बुटोलकै चेली हुनुहुन्छ। मैले भर्खर यो केसमा मैले उहाँसँग समन्वय गरिरहेको छु। उहाँ पैसा लिने व्यक्ति चाहिँ शारजामा बस्नु रहेछ र उहाँसँग समन्वय गर्दा ऊ पैसा फिर्ता गरिदिन्छौँ भन्ने कुरा आएको छ। लगभग 2 महिनाको अन्तरालमा उहाँलाई चाहिँ पैसा लिइसकेपछि ब्लक हान्नु भएको रहेछ।